पहिलेदेखिको तयारीदेखि भिडियो गरेर हुन्थ्यो के थाहा छ मैले कहाँ जान्थ्यो त ससुराली दाइको पाउ न ठिकै भएछ खाली रहेछ बिहान कहाँ छ कहाँ त कुनै छैन गाइज मोमो रेडी छ यहाँ मोमो लुक गाइज है मोमो चिसो हुन्छ के ढाक्न चाहिँ राम्रो लाल्दो पट्टे अय्या हेर्छु एउटामा पुग्ने कुरा चाहिन्छ कि अहिले पुग्ने कुरा मैले यतै अलि त्यहाँ छोड्न नि फेरि यसले पुछ अब त्यसलाई भिडियो गराउन हाल्ने कता छोड्ने होला कि पूजा गर्न लामा छोड त भिडियो सिडियो नगरा के कति बाली छैन नि ए बाली लिएर आछ हाले है के त काम छैन काट छैन अलि अलि भाइरल हुन लाछौ यो ढाका डबी आउँछ रहेछ नि त हामीले ल्याएको त कसको हो यो तैँले ल्याएको होइन र यहाँ ए यसलाई भने झिकेको हो के डेडी किन भने बोल्न पर्यो अनि आफूभन्दा ठुलाले जिस्क्याउने होइन नि खै पस्ती सोल्टी घोडी हो सिकाएदै हो सोल्टी ए गजबको होइले दिएछ हो झन् महँगो पऱ्यो कि आएर दि 1700 ए नभन्न पैसा हे भयो कति पऱ्यो रे मनिकाको ए मनिका ए हो त यो के हो फेरि त्यो त एउटा पैसा मेरो कानाला नि त्यो नखाने ल ल कति भेटाइ छैन पत्ती अफरन ल्याइछ कि अरू के पनि चाहिने रोटी गरम पत्ती यो अलिअलि टिका सबै यहाँ उ गर अलिअलि गिफ्ट अनुसार पैसा हुन्छ है गाई चाहिँ यसरी राख्दै नि जापानिज गोलासे राइछ निलो त्यहाँ भइरहेको छ होइन इति हालेको हेलो गाइस हुन्छ भने सिद्धान्तलाई अल्छा गर्नुहुन्छ फ्याक्दिने हो के खासमा बाहिर हे गाइस छ नि गाइस सबै 70 जति गए ओ मरी मसान भूत भएर सबै गए पाहा ता काना तेल लगाइदिनु त अब पछि हो बल्ल सबैलाई हो कि भाग्य खुट्टा हापे यहाँ चाहिँ पत्ती खै त
नछेक्नु यता खाटे छ बोल्न हुन्न अहिले नदेखेर हो कि पहिला यहाँ ढोका लाएन हौ कतिखेर ढोका बोल्नु नै के यसको भिडियो पत्तीले त ठुल्बा लिएको पत्ती ए हजुर खै पत्ती ल्याउ बेलासँग उफ्रियासी पत्ती खै फुलवाला टिका नलागेको तपाईँ नलानु भएको अहिले योपालि जानु भएन किन दिदी दिदीले भन्नु अरे क्या अहिले टिका दसैँमा लाउनु होइन अहिले केटाले त कपाल अलिरानी गरायो नि त हुन्थ्यो काटे हुन्थ्यो नि दारी सारी यसो कोरिसक्यो मैले भाइ के बाबु छ नि अब हेर यो बालेर गर घुमा यो पहिला गर फालेर उहाँ छोडेर आएर त्यहाँबाट सिन्का भाँच्यो त्यहाँ टिका लाउने हो त्यो बाल हानुन मम्मी त्यहाँ थन्नु त भयो केही हुन्न के नानी भयो सबैलाई घुमायो अहिले आयो लहर म फालिदिन्छु कस्तो हो कि टिका नलागेको बाबु नआउ छोड्दा टिका लानु केटा भयो के ड्याडी मोमो बन लाग्छु ड्याडी नबोल्न फुलले पूजा गरे तपाईँले यसरी 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 फुलले पूजा गर दाइलाई एउटाले सिन्का भाँच्छ एउटाले हो त्यसरी ल यसले भनिएको थियो डाइलग खाएको त्यही हो भने अहिले भनियो भने यिनीहरूलाई के अब ओखर हल्लाएर खोरी आयो कि टिका लाउने अब त टिका लाउने पानी उ त्यहाँ अङ्खरा राख्दै चाहिँ दुना हाल मिलाएर लगाइदियो है टिका यहाँ खै त बोइल गराइदिनु होइन जेठोबाट हो जेठोबाट रामबार लगाइदियो के राई छैन राम हो के क्यामेराम्यान यता पनि हेरिदिनुहोस् एकचोटि wow, just looking wow. Wow. Apsara, give a look.
रामको त्यस्तो पुरै बुम होला जस्तो छ अलि कम हरियो लगाइदो हरियो राम्रो भएको धेरै डबल डबल नला चुक्दा त म टोयलेट गराउँछु के पानी भयो है तलतिर ठुलो मास्टर सानो गराउनु राम्रो चाहिँ लगाइदियो है तलतिर लगाइदेन सानो भातिर लगाइदिनु रामको त एकदम देखिया हाम्रो सिद्धार्थ गौतम आयो यो डाँडी जति ठुलो हो यो थोरै लाग्यो टिकट नगोर यो कचाङको जुन गुना त मुडु भयो यसलाई त साथ दिनु पर्यो केटीहरूले दुना सेतो नराख्नु देखाउनु बाबु यस्तो लास्टको तल रातो लाइट खाना त पहिला ममा खाने होला के ठीक वाला चल्ली कुकुर नभन्नु नि लस्दा एक मिजु हौ तरबारी भन्नु कति राम्रो हाटीको त भाषा रेडी गर्दै गर्ने भात खाने सिधै ममा हाम्रो सहिले पछि एक दुई पिस खाऊ होला मोमो भाषा नि मोमो फेरि जज यसले फेरि सानो बनाउनु न कत्रो बनायो त मछली बनाएर हैन चिकन हो भेज हो चिकन लाग्छ लाग्यो अहिले छोड्यो नि मोमो अन्त भात खाने बिगारे गेरिन अहिले पहिला टन्न भात खाएर अर्को खायो हुन्छ नानी मासु बनाइस् त लिएर आएको के भनेको थिएँ यहाँको थाहा पनि सफा गर्नै निकाल्ने भयो कि त्यसै डबल लगाएर आउनुहुन्न झन् कति नरार लाग्यो टिका मलाई साइड हो गर्दिम अप्सरा कमाउन त्यसै ढोक गरेर किन्छु पाइन्थ्यो ढोक गरम भनेको त अहिले होइन अरे के काटिएछ कि यहाँ अलिकति त्यो पर्मिसी के काटेछ कि ट्याक्क हरियो पर लगाइदिए न सिद्धान्त सबै किन्छ एकजुरो उठेर हामी एकछिन बस्नै नसकेर अलिकति त्यो तल चाहिँ भर्न पर्ने भने चापकोटको सिद्धान्त अर्याल अर्याल हो अर्याल छेदी हुन्छन् है त्यही उसकै एकलटारकै अर्याल हुन् तिनीहरू एक लाख अर्याल त बाहुन हुन् नि तिनीहरू खलक हो क्या त्यही बाहुनहरू खलक हो छेत्री भयो क्या ए दिदी बाहुनकैमा गएको हो छेत्रीका त्यही बाहुन त हो नि बाहुन र छेत्री त के हो र बाहुनले छेत्री बिहा गरेर छेत्री भएको होला नि यिनीहरू बुढी सासू बाहुनीहरू नै हुन् के
आमाहरू सासूहरू त बाहुनै हो कि सासू बाहुनै हो झन् सासू बाहुनु भयो त आफू छेत्री बुहारी छेत्री होइन के सासूहरू सासू छेत्री होला के होला सासू छेत्री भयो छेत्री भयो के बाहुनले छेत्री बिहा गरेको न त सासू बाहुन भएको भए त बल्ल यु बाबुहरू बाहुन हुने हो नि त रोटी भन्दा सुन्नु डाइरेक्ट भात खानु भयो निदा क्या त्यो त के अरे त्यसलाई त्यो त निदा है केटो त निदा आएलाई हेर निदा आएको ल हेर केटो त निदा ए सिद्धान्त ए उठ्यो 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 गाडा हरियो त भएन है त माथि लगाइदिए न गाडा हरियो पाइन्छ त्यहाँ टिका लाउने मात्रै किन यहाँ लाउनु पर्दैन लिनु त हामीले यो माला उ गरिदिन्छौँ हैन अनि त्यहाँ मिल्दैन त्यतिकै बस्दिनु अहिले थुङ्गा त हो नि दिन पनि झन् पहिला अप्सरा एउटालाई कसरी सक्ने हो कि अहिले भन्छ पर्मेलाई यसलाई त छोडेर हिँड्छ 2 महिना साँच्ची भल हेर्यौँ नि त वेटिङमा हो मम्मीले भेटाएको छैन राम्रो लामो मान्छेलाई लचुला कत्रो लाग्यो लामो हेर है नानी हाटिएर अटेसी भयो कि ए मलाई अलि छोटो त्यो हैन मान्छे अनुसार गराएको पर्मिस माला अलिकति डोरो छोटो गराइदिएन ओहो सिद्धान्तलाई झन् लामो छ है के डोरो होला कि भयो 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 ठिक छ ठाडो भयो नि सिद्धान्त राम्रो राम्रो आफूले लाउनु लागेर झैन्छ टोपी ल्या टोपी टिकट लिने दिए न टोपी खैरे टोपी क्या छ लगाइदिया अर्को टोपी खै ओ त्यहाँ मिलाएर लाउनु पर्छ ल्या म आफै लाउनु हैन है हो अहिले मिलाउने हो क्या लगाइदिएपछि अनि यो पर्मिसको माथि राख्दै टुक्क राख्दैन बस बस अब म मिलाइहाल्छु टिकट दिन्छ कि दुईटाल टोपी दुईटाल झोला आएछ टिकासम्म आयो अलिकति कपाल भित्रपट्टि पारे हुन्थ्यो कपाल चेप्पियो के सिद्धान्तदेखि मिलाइदियो न वास्तै गरे छैन मिलेकै छ के त्यो मिलाएर सिद्धान्तले कस्तो राम्रो लाग्छ सिद्धान्तको माला हामीलाई टिका लगाइदिनु पर्छ टिका लगाइदिया बहिनीलाई केही नखाएको भने सिद्धान्तले मात्रै झोलाइन लगाइदिन्छ टिका जम्मैलाई लच्छिँदै मर हामीलाई त अलरेडी खै त यो तिनीहरूले लगाइदिए हुन्छ त्यतिकै ट्याप ट्याप लगाइदिनु के यसरी देखाउने बहिनीहरूलाई तिनीहरूलाई मेसिन छैन के ट्याप ट्याप मैले भिडियो गर्नुहोस् अनि माथि उठेर गर्दैन समातेर बस्नु पर्छ पर्मिल छेक्यो आइज बाबु आइज तैँले मेसेज सुरुमा सेतो लाउने होइन त तैँले खिच्दैन तैँले यो यो होइन त्यो दु होइन के बिचको दुबो हो के अरू मिसिएको यो लाउने हो नि त सेतो ट्याग अब कुन जुन लाइन हुन्छ होइन बाबु आइज नि यता आएर सबैले कुन ट्याप लगाइदिएको यता आडै लाइन मिल्छ के हातमा छ नि गएर झ्याप्पै हो गरेर उनीहरूलाई त कसरी कसरी सालको टिका रमाइलो लागेको लगाइदेऊ भयो रातो लगाइदेऊ त त्योभन्दा माथि सिद्धान्तले पनि लगाइदियो परमेश थापाले पनि लगाइदिन्छ ड्याडीले पनि लगाइदियो ड्याडी
अब त लडाइदिनु भयो यो एकछिन एकदिन म ल्याइदिन्थेँ नि अरू मान्छेहरू ल्याइदिनु तर समावेश भइगयो के सबसे ठुलो काम है के त्यो सेतो त कहाँ लाउने हो र सिद्धान्तले ल्याइदेऊ न लागिसक्यो त निकाल्दे बाबु उद्या माथि खाली है त्यहाँ के पियालोको बिच आहा सबसे राम्रो भयो लगाइदिए कामले नि ल अब त्यसलाई ल्याइदिएको अलिक दिदैन नि आगो कि त्यसको नि सरबारे नि सरबारे है ठिक छ यति भइया ल भयो कि लक्ष्य खै कहाँ छ त भिडियो भएको समय खै त फेरि भइन्छ ल कति राम्रो है ला त एउटा ल हेरे निकाले तिलो गरेको हैन ल एउटा चम्चाले हेरे हेरे चटनी है है म यस्तो कटौरा आएर थिएँ कटौरा हो त्यो नि हाल्दैन न यही छेउछाउमा टपरी यहाँ दिनु भयो टपरी जान्छ होइन मम्मी परियाद रोटी हो के तिनटा भयो त्यसलाई त भागैमा हाल्दैन अनाप्पै पारे टोकिदिएपछि लाउनु भयो हर्सानीमा पनि ल अलि पहिला भिडियो सानीमाले अलि राम्रो बनाइदिनुहुन्थ्यो क्या भिडियो नमस्कार ओ खाएको हजुर रस छैन नि के को रस बोडी पनि छ मासु पनि छ चारजनाले किन यहाँ गमकाए केटल गमकाएर खा चारजनाको बोले त्यो ठुलबा सिद्धार्थलाई अरुण छ है उसो पानी चाल ल्याउनु ल ल ल्याउँ कुन कुनको गोलाई भन्नु त म सुरु गर्छु आना त एउटा गर्नुस् एउटा मासु तार है हजुर कुनका लागि अप्सरालाई भ्याउँदिनन् के अप्सरै हो रामदाई मोमो पकको अचार खुर्सानी टिपेको त थियो यहाँ छ यी अकबारे खुर्सानी मान्छे दिदी यता छिन् यता पकाउँदैछिन् फेरि मारे पाछाले फेरि मार्यो मारन बच्यो बच्योको स्वर भिडियो गरिदिनु भयो एकदम दिबत्तै जितै मार्यो मार्यो है मार्यो मार्दै तेरो मार्यो मार्यो ल मार्यो क्या फेरि परे परे पचार्नु पर्यो ल होइन यही छ कि दही खाने भने कहिले यस्तो भाइ दिदी कुरा त्यस्तो मार्यो पासाले बच्यो अहिले ब्लगर त ढुङ्गाना मार्यो फेर्नु है चन्द्रले मार्यो 50 भ्यू है फेरि मार्यो बच्यो 5 1 6 को 6 त बुन्दैछ 60 10 फाइदा भयो कसको मैले लिने हजुरले काटेर हजुरबाटै भान्नु यिनीले मेरो मेरो हो भाइले जितेको हो 80 छ दे ए हो 10 आफै काट्ने आफै 40 50 60 70 80 10 रुपैयाँ फाइदा भयो मलाई हजुरले काट्ने हजुरबाटै बाँड्ने हो रे राम दाइ हजुरले हाल्नु पहिला पैसा बाँडेको गनेको फाइदा एकचोटि जित्यो अन्त भने डबल पो ढाल्नु भयो एकछिन खेल्न पुग्छ अनि बस स्टार्ट यसैले घुमाइरहने हो कि हो क्या मैले हो क्या परमिसन हैन कहाँ हजुरले हैन मेरो दुईचोटि गएको छ बोट भएन तिन तिन अर्को चाहिँ यसो आवश्यकता परे देखाउँछु अर्को नि त्यही छ कि त्यहाँ गुए पनि तास भन्छ अर्को नि त्यही छ है कलर उता हो मिलाएर दुईटा मिलाएर त आउँछ म है देउकान पैसा अघि तास हेर्नु 10 रुपैयाँ मेरो बोटै आधा दितास पुग्ने नि त लच कल्पी दाल खुट्टा राखेर पनि तान्नै सक्ने म बस्ने ठाउँ हुनु पर्यो 10 20 दुईटाको 30 यहाँ छ कि
पुगेन 10 होला अहिले अघि दिन 10 उठाउँछु 70 भएको छ होइन 80 भएको छ होइन मुन्द्रे भन्छ पैसा खाइया मामा पैसा खाइदिने हो भ्याइदिने हो ब्लग बनाउनु भइरहेछ ब्लग होला नि ब्लग तार्नु 4 5 मामाहरू पनि भाइ भन्दैन ल